प्रश्नको उत्तर दियो यार यो दाइले। राजा आयो भने तपाईँ कसले राजा मान्नुहुन्छ भन्ने प्रश्न थियो पत्रकारले सोधेको प्रश्न। त्यसको जवाब यति सुरुट दिएछ यो दाइले। पुरा भिडियो हेर्नुहोस् है त, मजाले हेर्नुहोस्। कि अब राजा आयो भने तपाईहरु कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौँ नि। पूर्व राजालाई नै हेर्नु। कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? तपाईको प्रश्नमा राजा कसलाई मान्नुहुन्छ भने कसलाई मान्ने त? तपाईँलाई मान्ने त? तपाईँलाई त तपाईँको साथीले मान्दैन, तपाईँको गर्लफ्रेन्डले मान्दिन, तपाईँको श्रीमतीले मान्दिन। सबैले मानेको मान्छे को हो त यो देशको? पृथ्वीनारायण शाह हो नि। उसको वंशजको राजा हुन्छ नि। अहिले उसको वंशजको प्रतिनिधित्व गर्ने सबभन्दा बुढो मान्छे को छ? राजा त सबभन्दा जेठो हुन्छ नि। यो त तपाईँहरूको प्रश्नै गलत छ। स्वतः बदर भयो, यो प्रश्नै बदर भयो। जस्तो दुईपट्टिसम्म त राजा भगा हुने त, खोइ त उ बेला केही पनि गर्न सकेन नि त उहाँले पनि। तपाईँले के गर्नु पर्यो? तपाईँ त्यसै बढ्नु ठुलो हुनुभयो, तपाईँको बाबुले केही नगरी यत्रो हुनुभयो, तपाईँको आमाले केही नगरिकन तपाईँ यत्रो हुनुभयो। के प्रश्न गर्दै हुनुहुन्छ तपाईँ? यत्रो देश तपाईँ 4 आना जग्गा जोड्न सक्नु भएको छ अहिलेसम्म? 1,47,181 वर्ग किलोमिटर क्षेत्रफल हो। त्यो भनेको कति हो हेक्टर हो थाहा छ? थाहा छ तपाईँलाई? तपाईँ जीवनकालभरि काठमाडौँमा 4 आना जग्गा जोड्न नसकेकोले भौतारिएर हिँडेको होइन यो माइक बोकेर? कसरी जोड्नु भयो त राजाले यत्रो यो जग्गा जमिन? यत्रो देश कसरी बनाउनु भयो त राजाहरूले? केही पनि भएन। केही पनि नभएको भएदेखि तपाईँ नेपाली कसरी हुनुभयो त? अहिले गणतन्त्रले माने काम त भइराख्छ नि। अहिलेको नेताहरूले जेनी पछिको अहिलेका सिजा नेताहरूले काम त गरिरहेको छ नि त। ठिक छ, यहाँ ल्याउनुहोस् माइक। अब काम भएको भए सिंहदरबार जलेको किन त? काम भएको भए सिंहदरबार जलेको किन त? सर्वोच्च अदालत जलेको किन त? अनि त्यो संसद भवन जलेको किन? सरकारको 3टा अङ्ग हुन्छ क्या भाइ, कार्यपालिका, संसद अनि व्यवस्थापिका है। व्यवस्थापिका, न्यायपालिका 3टा अङ्गमा 3टै अङ्ग जलाइदिए जनताले। वडा कार्यालय जलाइदिए, नगरपालिका जलाइदिए, नेता बस्ने घर जलाइदिए। अनि अझै पनि तपाईँ राजा आउँछन् र राजा नयाँ को आउँछ त? प्रचण्ड चाहियो अझै तपाईँलाई? तपाईँलाई अझै केपी ओली चाहिएको हो? त्यो अस्ति 23 गते मर्ने मान्छेमा तपाईँको भाइ भएको भएदेखि तपाईँ के गर्नुहुन्थ्यो? केपी ओलीको गएर तल घुँडाको पानी खानुहुन्थ्यो कि गएर केपी ओलीलाई गोली ठोक्नुहुन्थ्यो?